आज चाहिँ वेदर अलिकति क्लाउडी छ अनि चिसो पनि छ। रेन फोरकास्ट पनि विन्डी एन्ड रेनी देखाएको छ। तर माछा मार्ने भनेपछि अब न घाम न पानी हैन, मेन्टल्ली फ्रेसनेस पनि हुन्छ। प्लस नेचरमा टाइम स्पेन्ड गर्न पाउनु भनेकै अनि इट्स वान अफ द बिगेस्ट अचिभमेन्ट टु गेट सम फ्रेसनेस इन यर इकोसिस्टम हैन, आफ्नो बडीमा। इन्जोय द नेचर। एउटा सानो लेकमा चाहिँ धेरै ट्राउटहरू छ, त्यही भएर आज चाहिँ मेरो प्लान चाहिँ जस्ट नीड टु क्याच देम एन्ड सी हाउ इट गोज। अनि मेरो सेटअप चाहिँ भेरी इजी छ आज। अर्बिस क्लियर वाटर 8 फुट 6 इन्च 5 वेटको रड, अनि अर्बिस ब्याटल किल 3। अनि यो चाहिँ मेरो एकदमै गो टु सेटअप हो, किनभने क्यान जस्ट युज दिस रड यो पछाडिको तालहरुमा, और यु क्यान जस्ट युज इट इन द रिभर एज वेल हैन। सो अनि आई हेभ कट लाइक डिफ्रेन्ट साइजेस अफ फिस। यत्रो सानोदेखि पक्का ठुल्ठुलोहरू 4 केजीसम्मको लागि पनि समाएको छ यो रडले विदाउट एनी इस्यु है। यहाँको फ्लाइजहरू चाहिँ यस्तो छ, यो सबै टाइनी टाइनी यहाँको चाहिँ किरा फट्याङ्ग्राहरू जस्तो देखिनेहरू हो। Today's weather is excellent so far. हावा पनि नचलेको, पानी पनि स्थिर। पछाडि ब्याकग्राउन्डमा चराहरूले पनि पक्का गीत गाउँदै थियो है। यो स्पटमा चाहिँ आई हेभ स्टेड एप्रोक्स 45 मिनट। अनि एउटा सिंगल बाइट पनि भएन फिसबाट। अनि वाक्क भएर चाहिँ अब स्पट चेन्ज गर्नु पर्यो भने यो चाहिँ फेल भयो। अब चाहिँ अर्को ट्राई। यो नयाँ स्पटमा चाहिँ 1.5 घन्टा जति खेल्यो। यतिखेर चाहिँ हावाले पछाडिबाट हानेर शेष भयो। अब भिडियो बनाएको जोसमा है, माछा त पार्नु पर्यो भनेर देखुदे यहाँ पनि हैरान भएर अनि अब चाहिँ हिँड्न पर्यो भनेर सोचिराखेको थियो। अब आजलाई चाहिँ यति नै होला जस्तो भयो भनेर सोचेको। पछाडि ट्राउटले जिम्नास्टिक हानेर देखाइदिइहाल्यो। यति भएपछि त अलिकति धेरै भयो नि, जोस आइहाल्यो। भएर आज भिडियो बनाएपछि त एउटा न एउटा त पार्नै पर्छ, नत्र बेजेत हुन्छ भनेर अनि एकछिन बसेँ। सुस्तरी तानेको हेर्दाखेरि माछा पछि लागेको जस्तो देखेको थियो। पर्न नि परेको, रड तानेको फुत्किहाल्यो। फ्लाइ चाहिँ रुखमाथि गएर अड्क्यो। एकछिन त हेरेको भयो, के गर्ने होला, कसरी निकाल्ने होला भनेर सोचेँ। त्यहाँबाट रड झ्याक्क तानेको, डर लाग्यो फेरि रड भाँचिन्छ कि भनेर। अनि डोरी नै तान्नु पर्यो भनेर डोरी सुस्तरी तानेको भएन। अनि अलिकति झ्याक्क बल हानेको, फेभरेट फ्लाइ नै धेरै अड्केर गइगयो। ल अब चाहिँ यति नै रहेछ भनेर अनि वाक्क भयो। आज चाहिँ निम्फिङ क्यान्सल भयो। पानी पनि धधै पर्यो, सब वेट भयो। हावा पनि एकदमै चल्यो, कास्टिङ गर्नै मिलेन त्यहाँ। त्यही भएर अब ब्याक टु कार, गोटेक्स अन। अनि त्यहाँबाट लुर्स, अब चाहिँ लुर्स खेलेर अलिक ठुल्ठुलो ट्राउटहरूलाई चाहिँ टार्गेट गर्नु पर्यो। ल I'll keep अपडेटिङ। झ्याम्मै ट्राउट समायो भने म फोटो छ्याप्पै हालिहाल्छु है त। ल यो चाहिँ मेरो ब्राउन ट्राउट हन्टर फ्लाइ हो। यसले चाहिँ ठुलो ब्राउन समाउँछ है। ल लेट्स सी। त्यो फ्लाइले नि के पारा ल्याउने, त्यहाँबाट अर्को स्ट्रिमर पिङ्क स्नेक फ्लाइ हालेँ। त्यसमा चाहिँ ज्याम्मै ब्राउनी आएर खाएको थियो, फुत्के थियो, फेरि आएर टोक्यो। हेर्दाखेरि चाहिँ ठुल्ठुलै थियो, टाढै थियो स्टिल। अनि सुस्तो खेलाउँदै तान्दै बसेँ एकछिन। जस लगभग 7-8 मिनट चाहिँ गइसकेको थियो। माछा चाहिँ तान्दा बल्ल अलिअलि नजिक आएको थियो। यसो फिनहरू चाहिँ ठुल्ठुलै देखेको थियो यतिखेर। अनि सुस्तो खेलाउँदै बसेँ अझै। बल्ल माछाको चाहिँ क्लियर भ्यू यहाँ नजिक आएपछि अलिकति राम्रोसित देखियो। यो चाहिँ ब्राउन ट्राउट, एकदमै गोल्डन कलरको, डार्क कलरको थियो है। सार्क नै होला बेबी, हेर्दा त सार्क जस्तै छ के रे। जस यो ट्राउट चाहिँ हेर्दाखेरि ठुलै थियो। अनि बल्ल बल्ल 10 मिनट पछि नेटमा हाल्न पर्यो भनेर नेट हानेको, नेटै सानो भएछ फेरि।
नेट सानो भन्दा नि माछा ठुलो भएछ अनि फेरि गयो अनि 2-3 मिनेटसम्म फेरि खेलाउँदै बसेँ अनि सेकेन्ड टाइम पनि ताने फेरि ट्राई गरेँ त्यो पनि भएन फेरि गयो 2-3 मिनेट मैले चाहिँ त्यो डोरीको अगाडि लिडर चाहिँ पातलो हालेको थियो अलिकति डर पनि थियो कि फेरि चुट्टिएर गयो भने खत्तम हुन्छ भनेर सुस्तोरी खेलाउँदै बसेँ फेरि बाघको मुखमा आएको आरोलाई कहाँ छोड्नु फाइनल्ली इन थर्ड एटेम्प चाहिँ फिस चाहिँ सेफली ल्यान्डेड अन माई नेट नेटमा पनि नटी ताने भाइ आउँदा आउँदै यार स्नेक बताइ स्नेक यहाँ नेटमा नअटेर क्या नेटमा नअटेर यार ल यहाँ पार्यो जस्ट फाइनली what a beautiful फाइनली स्नेक समाइयो स्नेकले समाइयो है फाइनली माछा मार्नु भनेको चाहिँ लट्री खेले जस्तै हो जहिले पर्छ भन्ने चाहिँ हुँदैन तर आज चाहिँ लक्की नै भयो